खाना खानुभयो खाएर बसेको तिमीले खायौ ल सबले चाहिँ लाइभ सेयर गर्नुहोस् है साथीहरु सबले लाइभ सेयर खासमा त म गर्नुहोस् है बेलुका खाना खाँदैन थिएँ सबजनाले लाइभ सेयर गर्नुहोस् है साथीहरु अलिकति तल्का मस्काउनु पर्छ टोटल लाइभ टाइममा खाऊ है टाइममा खाऊ दुब्लाइसकेको रहेछ पहिला भन्दा म दुब्लाइसकेको तपाईँ त कस्तो मोटाउनु भएको टेन्सन लाग्दैन मेरो सेयर है सबले लाइभ सेयर साथीहरु टेन्सन गरेर खानै छोड्नु त भएन त्यो पनि ठिकै छ सबले डबल ट्याप पनि गर्नुहोस् है तर भन्देऊ तपाईँलाई दिदी भनेको आबा दिदी भनेको मेरो बहिनी भन्देऊ ल भनिदिए म केही बोल्न सक्दिनँ आज है म केही पनि हैन हजुरले यति भन्नु पर्यो कि अब के हजुरकी बहिनी लाग्छिन् मेरो साथी हो साथी फेरि कहाँबाट बहिनी भइन् फेरि स्कुलमा साथी बहिनी हुन्छ धनगढी आउँदैछु नि तपाईँलाई थाहा छ हामी फर्स्ट टाइम भेट्दाखेरि तपाईँले ब्ल्याक चस्मा अनि यो मैले ब्राउन लगाएको थियो अनि त्यो छाता चाहिँ बिर्स्यौ छाता लिएर आएको थिएँ त मैले पानी पर्छ छाता बोकेर आएको थिएँ सुन्नुभयो पानी झरी पनि नभनिकन त्यसरी भेट्नु गएर छाता त्यहीँ बसेको ठाउँमा बिर्सेछ हेर्नु त तपाईँलाई घृणा गर्नु कारण अहिले बुझ्नु हुँदैछ नि त्यस्तै हो मालदाई यहाँ सुन्नुहोस् मालदाई तपाईँ एक जोडी चप्ली किन्नु भएको छ त्यो चप्ली 1 वर्षसम्म लगाउनु भयो त्यो च्यातेर जान्छ चुटेर जान्छ त्यसलाई तपाईँले वास्ता गर्नुहुन्न क्या अहिले केटीको लाइफस्टाइल पनि त्यही भएको छ देख्नुभयो हेर्नु एउटै खालको होइन सँगै किनेको भन्दैछ सुन्नुभयो अहिले यहाँ सुन्नुभयो हामीले सँगै गएर किनेको सपिङ गरेको हेरेर हामी लाएर छ भन्दैछ मैले त 5 वर्ष पहिले मैले त 1 वर्ष पहिला राजसित जिस्किएको देख्छु होइन मेरो बहिनी सानो फुच्ची छोरी हो मेरो त मैले त राजसित चाहिँ जिस्किएको देख्थेँ पहिला मेरो 22 वर्षको छोरी नै छ के कुरा गर्नु चाहिँ बिउ कति 21 वर्ष मेरो छोरी भन्दै कान्छी त्यसो हो त्यस्तो माललाई तपाईँले मलाई शङ्का गर्नु भनेको चाहिँ साँच्चै र धर्म तपाईँ यस्तो दुईतिर नबोल्नुहोस् है दुई जिब्रे नबोल्नुहोस् है राज भाइ म होइन आज छिनपानो हुन्छ आज यो कुराहरू सब छिनपानो हुन्छ है किनकि भ्यू प्लिज तिमीलाई यस्तो म माया दाइलाई दुखी देख्न सक्दिनँ क्या सक्दिनँ म किनकि दाइ र मेरो मित्रता भनेको दाइ र मेरो लभ भनेको अलग लेभलको अलग मित्रता त्यसैले यो कुरा छिनपाउनुहोस् आज चाहनु थ्याङ्क यू सचिन बस्नेत यसको गाह्रो पो परिसक्यो त्यहाँ 29,000 पोइन्ट्स आइसक्यो 30,000 अब नरौ न अब कस्तो रोको त तिमी कमान्नुहोस् म त नरौ न म पनि रोम यसको सँगै प्लिज म पनि रोम सब नाटक हो सब नाटक नौटङ्की तर छोरी मान्छेको त आँसु त नाटक हुँदैन ल माल्दै हो म पनि रोम प्लिज अरे कोल भाइ तपाईँ मर्द हो कि के हो यार तपाईँ किन रुने ह अनि रोइरहेको मर्द हो कि के हो मर्दका चाहिँ नपर 36 जोडी भन्छन् के को मर्द मर्द कहिले रुन्न कोल भाइ तपाईँ को भन्नुहोस् त थ्याङ्क यू फर मोटिभेसन मर्द चाहिँ नपर मजबुत हुन्छ घोडा चाहिँ घोडाको घोडा और मर्द कहिले बुढो हुन्न घोडाको हजुर डाइलेक्ट त काफी आयो फिल्ममा भाबर चाहिँ हिट हुन्थ्यो यो डाइलेक्ट मालदाई तपाईँ र मेरोमा चाहिँ सबै अपङ्ग भ्युअर्स परेर बिग्रियो क्या मेन कुरो कोल भाइ चाहिँ एकदम राम्रो हुनुहुन्छ मेरो चाहिँ आफ्नै भाइ जस्तो लाग्नुहुन्छ उहाँ होइन एकदम ग्रेट पर्सन होइन मेरो चाहिँ उहाँ एकदम नजिकको मान्छे हुनुहुन्छ दुईजना पत्ताउने होइन फुल अस्ति हामीले फोनमा गफ गरेको भनिदिउँ न मलाई लाज लाग्यो कि
प्लिज है भनिदेऊ केटा ल है ओइ हारियो हामीले किनी हुँदैन कुल थ्याङ्क यू सो मच कुल किन कुल यु नो तिमीलाई थाहा हुन्छ बेउ यहाँ छ भनेर किन सिङ्गल भएको बेला आउँदैनौ म अनि मैले त्यस्तो मैले केही पनि गरेको छैन है नथिङ वी हेभ नथिङ टु डु होइन तपाईँले डोलिया हालेर लिएर गएपछि मलाई के मतलब भयो र यार ए त्यसो नभनिहाल्नु है माललाई कि थुन जोगाउनु कि त्यो जोगाउनु भन्छन् होइन भोलि दिन तपाईँले त्यो मलाई के बोलेको गर्नु? वचन भारी पर्छ आफैलाई त्यो भएको कारणले गर्दाखेरि कुल अबै आँखा कस्तो अबै मलाई तपाईँको सेनापति र सबै डबल टेप हान्नु भन्नु लाजै मर्दो बनायो त्यही पनि हेर्नु त हामीले इक्ले पनि हामीले जित्नुपर्छ त बुझ्नु भएन ल है ल है केटा गाइस भएको साथीले सबै डबल टेप हान्नु मेरो साथी दुई उता मालदाको र मेरो भएको साथी प्लिज सबले लाइभ सेयर डबल ट्याप साथी हो सबजनाले